नमस्कार। आज हामी राजीकोट भ्रमणमा जाँदैछौँ। राजीकोट भ्रमणमा जाँदा हामीले गरेका केही भिडियो क्लिप्सहरू हामीले यस भिडियोमा राखेका छौँ, जसबाट हामी सुरुमा जाँदाखेरि हाम्रो प्लान चाहिँ केशर खेतीतिर जाने भन्ने प्लान थियो। पछि आएर बिच बाटोमै नजाने, अलि टाढा हुन्छ। टाढाको अर्थ हामीसँग जाने धेरै थिए, केटाकेटीहरू थिए, अनि बोक्नलाई हैरान हुन्छ भनेर हामी राजीकोटतिर जाने तयारी गऱ्यौँ। अनि जाँदै गर्दा बाटो अलिकति कच्ची बाटो भन्नुपर्छ, कच्ची बाटो। अनि बिचबिचमा अलिकति त्यो बाटोको खराब बाटोको कारण अटोलाई पनि जान अलि गाह्रो भइरहेको थियो। त्यसै गरी हामी राजीकोट पुगिसकेपछि अनि हामी त्यहाँ केही बेर ढोकामा रोक्यौँ, किनभने ढोका लक गरिएको थियो। लक सिस्टम हामीलाई थाहा भएन, अनि लक सिस्टम थाहा नभएपछि हामी त्यही बेर रोक्यौँ। अनि केही समयपछि त्यो ढोका खुलिसकेपछि हामी भित्र गयौँ र वरिपरिको दृश्य अनि त्यहाँ भएको रमणीय वातावरणलाई अवलोकन गरेर हामी त्यहाँ केही त्यो भिडियोहरू बनाउँदै, केही टिकटकहरू फोटाहरू खिच्दै गर्दा हाम्रो समय चाहिँ झन्डै 2-3 बजिसकेको थियो। त्यसमा पनि हाम्रो हाम्रो भ्रमणका 2जना सदस्यहरू आउन बाँकी हुनुहुन्थ्यो। उहाँहरू आउँदै लगभग पुगिसक्दाखेरि हामी चाहिँ राजीकोटको मेन अफिस कार्यालयभन्दा तलितिरको ओखरको बगैँचा नजिक गएर हामी बस्यौँ। त्यहाँ ओखरको बगैँचा नजिक हामीले लगेका खानेकुराहरू खान सुरु गरियो। खानेकुराहरूमा हामीले लगेका थियौँ पानीपुरी। त्यसै गरी पानीपुरी खाइसकेपछि हाम्रो दोस्रो लटको खाने कार्यक्रम भयो। दोस्रो लटमा चाहिँ हामीले चटपटी बनाएर खाने भन्ने प्लान गरेका थियौँ। चटपटीको लागि हामीले सोही अनुसारको सामग्रीहरू बजारदेखि नै किनेर लगेका थियौँ। त्यो सामान लगिसकेपछि त्यो सामानलाई काट्न सफा गर्नको लागि हामी सबैजना मिलेर त्यहाँ काटेर सफा गरेर चटपटी तयारी भयो। चटपटी तयारी भइसकेपछि हामीले सबैजना सँगै बसेर चटपटी खायौँ। खाइसकेपछि केही समयसम्म हामीले त्यहाँ फेरि फोटो खिच्ने, त्यसै गरी टिकटकहरू बनाउने काम भयो। टिकटकहरू बनाइसकेपछि माथि कार्यालय समय लगभग हाम्रो समय चाहिँ 5 बजिसकेको थियो। 5 बजिसकेपछि चाहिँ त्यहाँको कार्यालयका कर्मचारीहरूले चाहिँ अब तपाईँहरू निस्कनुहोस् भन्ने कुरा गरेपछि हामी त्यहाँबाट बिस्तारै थोरै उकालो गरेर माथि पहिलेकै ठाउँमा कार्यालय भएको ठाउँमा गयौँ। त्यहाँ वरिपरिको वातावरणले पनि फेरि हामीलाई छिट्टै जान अनुमति दिएन। त्यसैले हामीले फेरि त्यहाँ भिडियोहरू र केही फोटाहरू खिच्दै त्यहाँका कर्मचारीहरूले भनेको कुरालाई थोरै हामीले अटेरी गरे जस्तो गरेर हामी त्यहाँबाट झन्डै 5:30 बजेको समयमा त्यहाँबाट बाटोमा निस्क्यौँ। बाटोमा निस्किसकेपछि एउटा स्कुटर थियो। एउटा स्कुटरमा चाहिँ 2जना आउनुभएको थियो। 2जनालाई नै पठाउने निर्णय गरेर हामी चाहिँ हिँडेर जाने भन्ने प्लान गरियो। हिँडेर जाने क्रममा चाहिँ हामी बिस्तारै जस आनन्द तरिकाले, शीतल पनि थियो, घाम पनि लगभग गइसकेको थियो। शीतल भएर पनि होला हामीलाई हिँड्न एकदमै सहज भइरहेको थियो। हामी हिँड्यौँ पनि सबैजना मिलेर बिस्तारै कुराकानी गर्दै लगभग बाटो काटेको थाहा भएन। करिब एयरपोर्ट नजिक पुगिसकेपछि हाम्रो त्यहाँ केही भोलि दिदी सुर्खेत जाँदै हुनुहुन्थ्यो। त्यसको लागि सामान आलु लिनुपर्ने भएकाले हामी त्यो बाटो हुँदै त्यहाँ आलु लगेर म र महेन्द्र बिना चाहिँ आलु बोकेर हामी उता गयौँ।
र हाम्रो अर्को टोली चाहिँ आफ्नो कोठातिर लागिसकेपछि हामी पनि त्यहाँ आलु पुऱ्याएर आलु त्यसपछि हाम्रो दुईजना सरहरूसँग भेट्ने भन्ने कुरा भयो। भेट्ने कुरा अनुसार हामीले टुडी खेलको तल्लो गेट नजिकै एउटा गेडा चाउचाउ पसलमा गएर गेडा चाउचाउ खाने भन्ने प्लान गरियो। अनि त्यही प्लान अनुसार गेडा चाउचाउ खाइयो। अनि निस्केर चाहिँ हामी आफ्नो कोठातिर सरहरूसँग छुट्टिएर आफ्नो कोठामा गयौँ। यसरी आजको मिति 2082 असारको 7 गतेको शनिबार यसरी लगभग स्मरणीय भन्नुपर्छ रमाइलो तरिकाले माइन्ड फ्रेस गरेर चाहिँ बिताइयो। आगामी दिनमा पनि यस्तै बिदाको दिन अर्थात् शनिबारलाई सदुपयोग गर्दै घुम्दा रमाइलो माइन्ड फ्रेस हुने जस्तो भएकाले यसै अनुसार गर्नुपर्छ जस्तो अनुभव भइरहेछ। धन्यवाद। साउन्ड